यो गुड मर्निङ सबैजनालाई नमस्ते। यो चाहिँ भने हाम्रो यहाँ चिराङ रिलाङछाङको प्लेसमा हो। पानी रातभरि पानी परायो यसरी पानी आउँछ है हजुर। तपाईँहरू चिराङ टु दागाना थिम्पू टु दागाना जानेहरूलाई अलिक उता यता हिँड्दाखेरि अलि हेरेर हिँड्नुहोस्। लास्ट इयर पनि यहाँदेखि पानी स्लो परेर लास्ट इयर पनि ब्लक भएको थियो। अनि यहाँ पिरल्टीको मान्छेहरू पनि जानुहुँदैछ। बाटो ब्लक छ कि छैन भनेर हेर्नु। तपाईँहरू त्यता जाँदाखेरि चाहिँ अलिकति हेरेर जानुहोस् है। काम छैन भने त नजानुहोस्, त्यसै घुम्नुको लागि नजानुहोस्। पानी पुरा पर्दैछ चिराङमा, भरे केही पनि हुनसक्छ है। हजुरहरूलाई अलि हिँड्दा चाहिँ अलि हेरेर हिँड्नुहोस् है। पानी परिरहेको छ यस्तो आज रातभरिमा पानी, आज दिनभरिमा पानी पऱ्यो भने यहाँबाट गाडी पनि छिर्दैन है हजुरहरू। थुप्रो परिरहेको छ यस्तै। यस्तो पर्दैछ ल पुरा ढुङ्गाहरू पनि झर्दैछ है हजुरहरू, हेर्नुहोस् है। हेर्नुहोस् यत्रो भइसकेको छ पानी। भरे अब आज दिनभरि पानी पऱ्यो भने चाहिँ डेन्जर हुन्छ है, यहाँबाट गाडी पनि छिर्नु सक्दैन। पुरा ढुङ्गाहरू पनि झर्दै रहेछ। उता त अब कस्तो भइसकिसक्यो, बाटोहरू कस्तो छ। गाडी चाहिँ एउटा दुइटा त हिँड्दैछ हिँड्नु चाहिँ। हजुरहरूलाई त्यही भन्नुको लागि सर्ट भिडियो एउटा बनाइदिएको। लस्, थ्याङ्क यू।